यदि तपाईहरूले कहिले आकाशतिर हेरेर चराहरू उड्दै गरेको देख्नुभयो भने तपाईँले ध्यान दिनुभएको होला धेरैजसो चरा एउटै आकारमा उडिरहेका हुन्छन्। वास्तवमा त्यो भी आकारमा उड्नु निकै रोचक एरोडाइनामिक्समा आधारित हुन्छ, जसले सबै चराहरूलाई सजिलै उड्न मद्दत गर्छ, इभन अगाडि रहेको चरालाई पनि। अब यो कसरी काम गर्छ? जब चरा पखेटा फटकार्छ, उसले आफूलाई माथि उठाउनका लागि हावालाई तलतिर धकेल्छ। यसले पखेटाको तल हाई प्रेसर र माथि लो प्रेसर सिर्जना गर्छ। तर पखेटाको छेउमा तलको उच्च दबाव भएको हावा माथिको कम दबावतिर घुमेर जान्छ। यस प्रक्रियाबाट पखेटाको टुप्पामा घुम्रे हावाको भुमरी बन्छ, जसमा हावा माथितिर बगिरहेको हुन्छ। यसलाई अपवास भनिन्छ। प्रत्येक चरा आफ्नो पखेटाबाट यस्तो अपवास पछाडि छोड्दै जान्छ र पछाडिको चरा ठिक त्यही ठाउँमा उड्छ जहाँ यो अपवास हुन्छ। यही कारणले भी आकार बन्छ, किनकि हरेक चराले अगाडिको चराको अपवासबाट अतिरिक्त लिफ्ट पाउँछ। यो अपवास अलि अगाडितिर पनि झुकेको हुन्छ, जसले ड्र्याग हावाको अवरोध कम गर्न मद्दत गर्छ। अचम्मको कुरा त के भने यसको सानो भाग अगाडि पनि फैलिन्छ, त्यसैले अगाडिको चराले पनि केही फाइदा पाउँछ। अहिलेसम्म वैज्ञानिकहरूले पूर्ण रूपमा थाहा पाएका छैनन् कि चराहरू कसरी यति मिलाएर यो आकार कायम राख्छन्, तर यो आफै मिल्ने प्रणाली हुन सक्छ। यदि कुनै चरा अगाडि गयो भने उसले त्यो अतिरिक्त लिफ्ट पाउँदैन र फेरि आफ्नो स्थानमा फर्किन्छ। यदि धेरै पछाडि गयो भने अपवास अझ बलियो हुन्छ, जसले उसलाई फेरि अगाडि धकाल्छ। वैज्ञानिकहरूको अनुमान अनुसार चराहरूले भी आकारमा उड्दा करिब 20% देखि 30% कम ऊर्जा प्रयोग गर्छन्। त्यसैले अर्को पटक तपाईले आकाशमा यस्तो भी आकार देख्नुभयो भने बुझ्नुहोस् त्यो प्रकृति, भौतिक शास्त्र र विकास क्रम मिलेर बनाएको अद्भुत इन्जिनियरिङ हो।